हेलो साथीहरू, आज चाहिँ मैले बाबुको लागि नास्ता पकाइदिँदै थिएँ। अनि मैले चाहिँ ओट्समा थोरै अथवा चिनी नुन जे राख्दा पनि हुन्छ। मैले चाहिँ थोरै नुन राखेको, त्यो ढेगा नुन हो। अनि मैले साग र ओट्स चाहिँ मिक्सरमा पिस्नको लागि छाडिदिएँ। एकछिन मिक्सर चलाएँ अनि त्यस पछाडि मैले चाहिँ पानी हाल्न बिर्सेछु। त्यस पछाडि अब बिर्सेको पानी पछि हालिदिएँ। मैले चाहिँ पहिला चाहिँ बाक्लो बाक्लो भएको थियो, थोरै पानी हालेर यत्तिको बाक्लो ब्याटर चाहिँ बनाएँ। अनि त्यस पछाडि त्यो ब्याटरमा मैले अलिअलि सागको चोक्टाहरू रहेको थियो, त्यसलाई चाहिँ मैले फालेँ। अनि त्यस पछाडि थोरै उसको लागि कलरको लागि मैले बेसार राखिदिएँ। अनि त्यसपछि मैले त्यसलाई चाहिँ एकछिन चलाएँ राम्रोसँग। अब ओट्स राम्रोसँग भएको थिएन, मैले चाहिँ त्यसलाई चलाएँ। अनि अब थोरै घिउ हालेर मैले तवामा यसलाई पकाउनु पर्यो भनेर अनि तवामा घिउ हालिदिएँ। अनि घिउ हालेर मैले ब्याटर त्यसमा फिजारिदिएँ। अनि त्यस पछाडि पकाएँ। बाबुले चाहिँ त्यति मिठो गरेर त खाँदैन, त्यही पनि अब आज एउटा अनि अर्को दिन अर्को गराएर अलिक टेस्ट फेरेपछि खान्छ कि भनेर पकाइदिन्छु। त्यति मिठो त मान्दैन उसले, अनि त्यही पनि बनाइदिएँ। अनि मेरो चाहिँ देख्दाखेरि चाहिँ राम्रो भएको थियो साथीहरू, कस्तो मुलायम मुलायम भएको थियो। हजुरहरूले ठुलैले पनि पकाएर खान सक्नुहुन्छ। मिठो भएको थियो, तर पातलो पातलो बनाएर पकाउनु होला। अनि मैले किवी अनि त्यस पछाडि दालको झोल अनि त्यस पछाडि मुला राखेको थिएँ साथीहरू।